नमस्कार, गुड मर्निङ। आज देशैभरि हिजो अस्तिभन्दा आज ठुलो पानी परेको छ। अब खोलाको आसपासमा घर बनाएर बस्नुभएका दाजुभाइ दिदीबहिनीहरू सुरक्षित साथमा बस्नुहोला। अलिकति भिरालो ठाउँमा घर बनाएर बस्नुभएका सम्पूर्ण साथीहरू पनि अलिकति सुरक्षितसँग बस्नुहोला। अहिले मौसम चेन्ज हुँदैछ। अलिकति बुवा आमा र बच्चाहरूलाई पनि न्यानो र तातो पानीहरू खुवाएर अलिकति न्यानो बनाएर राख्नुहोला। मौसम अहिले जाडो, गर्मी सिद्धिएर जाडो महिना सुरु हुँदैछ र अलिकति लामो यात्रामा निस्किनुभएका सम्पूर्ण साथीहरूलाई पनि सुरक्षित ठाउँमा बस्नुहोला भन्ने जानकारी गराउँछु। र अहिले लेखातिर जानुभएको छ भने हिउँ पहिरोको डर हुन्छ, हिउँ परिरहेको छ, पानी परिरहेको छ। त्यसले गर्दाखेरि सुरक्षित ठाउँमा बस्नुहोला, आफ्नो ख्याल राख्नुहोला भन्दै यहाँहरूलाई सम्पूर्णलाई जानकारी गराउँछु। हस्त, नमस्ते।